ल साथीहरु आज चाहिँ तपाईहरुलाई म पन्जाबी स्टाइलमा चटपट बनाएर देखाउन लाग्दैछु। अब नयाँ वर्ष पनि आइसक्यो, नयाँ वर्षमा चाहिँ के नयाँ दिने त भनेर चाहिँ आज तपाईहरुलाई मैले पन्जाबी स्टाइलमा चटपट बनाएर देखाउन लाग्दैछु। यो चटपट चाहिँ जसले यो भिडियो हेर्नुहुन्छ त्यसको लागि मेरो तर्फबाट 2026 सालको गिफ्ट नै भयो ल। तपाईहरुले यो भिडियो चाहिँ तपाईहरुले सेभ गरेर तपाईको फेभरेटमा राख्न पनि सक्नुहुन्छ है। अनि तपाईहरु यो भिडियो अस्ट्रेलियाबाट हेर्दै हुनुहुन्छ अनि तपाईहरु पनि नेपालमा आफ्नो परिवारलाई गर्लफ्रेन्ड, बॉयफ्रेन्ड, दाइ, दिदी, भाइ बहिनी कसैलाई के गिफ्ट पठाउने होला भनेर तनावमा हुनुहुन्छ भने चाहिँ तपाईहरु गिफ्ट नपठाउनु, सिधै यो ट्याप ट्याप सेन्डबाट पैसै पठाइदिनुस्। किनभने यो ट्याप ट्याप सेन्डमा चाहिँ रेट पनि एकदम हाई भइरा हुन्छ, तपाईले पैसा पठाएको चार्ज पनि लाग्दैन, पैसा पनि एकदमै छिटो पुग्छ। यदि तपाईको मान्छेलाई नेपालमा क्याश चाहिएको छ भने क्याश पिकअप पनि गर्न मिल्छ। अनि अझ तपाईहरुले ट्याप ट्याप सेन्डबाट पहिलो चोटी पैसा पठाउँदै हुनुहुन्छ भने चाहिँ मेरो कोड 30 राजेश युज गर्नुभयो भने चाहिँ $30 चाहिँ तपाईको परिवारलाई एड भएर जान्छ। अनि अब पन्जाबी स्टाइलमा चटपट पनि रेडी भइसकेको छ। यो पन्जाबी स्टाइल चाहिँ कस्तो लाग्यो तपाईहरुलाई? खासै यो पकडी त मिल्या छ जस्तो लागेन लाग्यो, त्यही पनि अब पन्जाबी स्टाइलमा चटपट बनाउने कोसिस गरेछु। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।